राम राम भाइहरू, आज चाहिँ मेरो 75 हार्टको 4औं दिन हो। बडी धेरै दुखिरहेछ तर पनि म रोकिन्न। बिहानै उठे 6 बजी गरे मैले पुलअप 30 चोटी 3 सेटमा, अनि गरे मैले एप्सको वर्कआउट 100 चोटी 4 सेटमा। अनि लेगको वर्कआउट गरे मैले 100 चोटी 4 सेटमा। अनि त्यसपछि काल्फको वर्कआउट गरे मैले 200 चोटी 4 सेटमा। 25 मिनेटको इन्डोर वर्कआउट गरिसके मैले। अब बाँकी रह्यो मेरो 20 मिनेटको आउटडोर वर्कआउट सकेपछि खाएँ मैले बनाना। त्यसपछि गएँ म आफ्नो काममा। कामबाट आइसकेपछि खाएँ मैले गुन्द्रुक भात। दिउँसो खाएँ मैले ग्रिन टी चिनी नहालेको। 20 मिनेट कुदे रनिङ। आजको वर्कआउट च्यालेन्ज सबै मैले पुरा गरेँ। अब एउटा च्यालेन्ज बाँकी छ, त्यो हो भागवत गीता पढ्ने। रनिङ गरिसकेपछि खाएँ मैले हेल्दी फुड। गीतामा पढेँ मैले यस्तो, भागवतले के गर्छ, यो ग्रन्थले काम क्रोध लोभ मोह हटाउँछ, अज्ञान हटाएर ज्ञान दिन्छ, शंका र भ्रम हटाउँछ, भक्ति र प्रेम बढाउँछ भन्ने ज्ञान सिकेँ मैले गीताबाट। गीता पढिसकेपछि मैले पानी पिए 1 कप। आजको च्यालेन्ज सबै मैले पुरा गरेँ। डे 4 को सेल्फी मेरो। जय श्री राम।